नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलरहरू पेसर्समा केही सुधार गर्नुपर्ने पक्षहरू र कमजोरीहरू निम्न रहेका छन्। 1. डेथ ओभर्समा रन रोक्न नसक्नु। नेपाली बलरहरूका लागि सबैभन्दा ठूलो चुनौती खेलको अन्तिम ओभरहरूमा रनको गति रोक्नु हो। प्रायः अन्तिम 5 देखि 6 ओभरमा विपक्षी ब्याटरहरूले ठूला शटहरू प्रहार गर्दा नेपाली पेसरहरूले योर्कर र स्लोअर बल्सको सही प्रयोग गर्न नसक्दा महँगो साबित हुने गरेका छन्। 2. गतिको कमी, ल्याक अफ एक्सट्रिम पेस। अहिलेको टोलीमा सोमपाल कामी र करण केसी मुख्य पेसर हुन्। उनीहरूको औसत गति 130 देखि 135 किलोमी प्रति घण्टाको आसपास रहन्छ। अन्तर्राष्ट्रिय स्तरमा 140 देखि 150 किलोमीको गतिमा बलिङ गर्ने बलरहरूको अभाव नेपालमा देखिन्छ, जसका कारण फ्ल्याट पिचमा विदेशी ब्याटरहरूलाई दबावमा राख्न गाह्रो हुन्छ। 3. निरन्तरताको अभाव, इन्कन्सिस्टेन्सी। नेपाली पेसरहरू कहिलेकाहीँ पावर प्लेमा धेरै राम्रो बलिङ गर्छन्, तर बीचको ओभरहरूमा वा खेलको निर्णायक मोडमा लय गुमाउँछन्। लाइन र लेन्थमा एकरूपता नहुँदा डट बल्सको चाप सिर्जना गर्न कठिन भइरहेको देखिन्छ। 4. विदेशी र बाउन्स पिचमा सङ्घर्ष। नेपालका पेसरहरू घरेलु मैदानमा अभ्यस्त छन्, तर अस्ट्रेलिया, दक्षिण अफ्रिका वा वेस्ट इन्डिज जस्ता पिचहरू जहाँ बाउन्स र गति बढी हुन्छ, त्यहाँ बलिङ गर्दा उनीहरूले सही लेन्थ पत्ता लगाउन समय लगाउने गरेको पाइन्छ। 5. दोस्रो स्तरका बलरहरूको अनुभव कमी। सोमपाल र करणपछिको पुस्तामा गुलसन झा र नन्दन यादव जस्ता युवा खेलाडीहरू आउँदैछन्, तर ठूला प्रतियोगिताहरूमा दबाव झेल्ने अनुभवको कमीले गर्दा कहिलेकाहीँ महत्त्वपूर्ण समयमा उनीहरूले रन खर्चिने गर्छन्। मुख्य पेसरहरू सोमपाल कामी अनुभवी तर गतिको सीमा, करण केसी स्विङमा माहिर तर डेथ ओभरमा कहिलेकाहीँ महँगो, गुलसन झा युवा जोश तर लाइन लेन्थमा अझै सुधार आवश्यक। निष्कर्ष, यदि नेपाली पेसरहरूले आफ्नो गतिमा थोरै वृद्धि गर्ने र विशेष गरी डेथ ओभरमा भेरिएसन ल्याउन सकेमा नेपालको बलिङ पक्ष अझै घातक हुन सक्छ।